चिसो मौसम अनि तातो चिया। चियाको सुरुप्पले शरीरलाई न्यानो आभास भए जस्तै अरूको प्रशंसा अनि मायाले तिम्रो मायाको प्यास कहाँ मेटाउन सक्छ र आमा, तिम्रो माया जस्तै। तिमी अनि तिम्रो व्यथा सम्झिए भने हाँस्दा हाँस्दै आँसु झर्छ। तिम्रो त्याग निहालेर गहिराइमा पुगे भने मेरो जीवन नै तिमीमै समर्पण गरौँ झैँ लाग्छ। मलाई अलिकति चोट लाग्दा पनि कति दुख्यो नि कठै भन्दै हतार हतार पटुका च्यात्थ्यौ। आज तिमीलाई त्यतिका चोट लाग्दा दुःख पर्दा पनि साथमा छैन, कति मन दुख्छ होला है। मैले गल्ती गर्दा गाली गरे जस्तो गरी मनभित्र मायाको खानी बनाएको बुझ्छु नि म रिसाउँदा मलाई फकाउन कुन्नी के गाली झर्को शब्द पनि आज प्यारो लाग्दैछ आमा। सके जति राम्रो गर्दै गइरहेको थिएँ आमा, गलत अर्थ लगाउँदै जान्छन्। एक शब्द पनि सहन गाह्रो हुन्छ, हजारौँ वाक्यहरू कसरी सहेर बस्यो होला है। हजारौँ पीडा हुँदा पनि मुस्कुराउनु पर्ने रहेछ यहाँ। मुटु नै झिकेर दिँदा पनि जिउन सक्नु पर्ने रहेछ यहाँ। मायाको खानी एक मात्र रानी हो आमा तिमी, लक्ष्मीको अवतार गौतम बुद्ध चाहिँ ज्ञानी छौ आमा तिमी। मलाई तिम्रो गाली नै प्यारो छ आमा, देखावटी दुनियाँको माया भन्दा। मलाई तिम्रो पिटाइ नै प्यारो लाग्छ आमा, देखावटी दुनियाँको दया भन्दा। मिल्ने भए तिम्रो पीडा पनि आफै लिउँ जस्तो लाग्छ, तर यहाँको नियम यस्तै रहेछ। तिम्रो पीडा पनि मेरो भागमा पार्न मिल्दैन र आमा। साथ छोडेर जाने अलिकति पनि मन थिएन, त्यो त बाध्यता थियो। आवश्यकताको दूरी कति लामो रहेछ, जति अगाडि बढ्दै गयो त्यति लामो हुँदै जान्छ आमा। तिमी त्यो चिसोमा हाड मात्र भएको शरीरमा पसिनाको धारो बगाइरहेको छौ। तिमी अझै पनि त्यही पुरानो गुन्युमा फेरि नयाँ धागो थप्दै गइरहेको छौ। आँसु नै झर्दैन कसरी भनौ आमा, सिरानी भिजेको देख्दा देख्दै। यादले पोलेर मुटु सासै फेर्न गाह्रो हुँदा हुँदै। यो सब हेरेर बस्न कसको सन्तानलाई लाग्छ र आमा। खुसी खोज्न गएको थिएँ, कतै भेट्टाउन सकिनँ आमा। खुसी त त्यहाँ पनि थिएन आमा जहाँ डलरको खेती थियो। दया त त्यहाँ पनि थिएन आमा जहाँ हजारौँ टन खानेकुरा खेर गइरहेको थियो। मन लागेको कुरा पनि गर्न नपाइने रहेछ अरूको भरमा बाँचेपछि। कसरी सम्हालेर बस्यो होला आमा यतिका वर्ष चोटै चोटले भरिएको मुटु बोकी। बयान गरेर नसकिने गुणहरू निस्वार्थ मायाको अगाडि। दुई शब्द त के पुरै ब्रह्माण्ड पनि एक छेउ जस्तै लाग्छ आमा। तिम्रो मायाको निमित्त अनि तिम्रो त्यागको निमित्त। जति कठिन परिस्थिति आए पनि